मर्यादा तथा निर्वाचन आचार संहिता उल्लङ्घन सम्बन्धी कारबाही गरियोस् भन्ने सम्बन्धमा महोदय सादर निवेदन छ कि हाल सार्वजनिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नम्बर 3 का उम्मेदवार खगेन्द्र सुनारका केही गतिविधि तथा अभिव्यक्तिहरूले नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिन्ह, प्रतीक र राष्ट्रिय जनावरको अपमान गरी समाज र नेपाली परम्परा जस्ता कुरामा समाज भड्काउने अभिव्यक्ति दिएको हामीहरू देखिरहेका छौँ। विशेषतः राष्ट्रिय जनावर, राष्ट्रिय प्रतीक तथा राष्ट्रिय भावनासँग प्रत्यक्ष जोडिएका विषयलाई राजनीतिक लाभका लागि प्रयोग गरी आम नागरिकमा भ्रम फैलाउने, सामाजिक सद्भावमा असर पुर्याउने तथा राष्ट्रको गरिमा कमजोर बनाउने कार्य भएको जनगुनासो व्यापक रूपमा आइरहेको छ। निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका गतिविधिहरूले निष्पक्ष, मर्यादित र शान्तिपूर्ण निर्वाचन प्रक्रियामाथि नै नकारात्मक प्रभाव पार्ने भएकाले र उम्मेदवारले सिधै समाज भड्काउने र राष्ट्रिय चिन्हमाथि नै यस्ता अभिव्यक्ति दिँदा पनि उम्मेदवारको रूपमा स्वीकार गर्नु यसलाई सामान्य विषयका रूपमा लिन नमिल्ने हाम्रो ठम्याइ छ। अतः यस विषयमा सम्बन्धित व्यक्ति उम्मेदवारमाथि तत्काल छानबिन गरी प्रचलित कानुन, निर्वाचन आचार संहिता तथा राष्ट्रिय मर्यादा अनुसार आवश्यक कारबाही गरियोस् भन्ने सादर अनुरोध गर्दछु। यस विषयमा आयोगबाट समयमा नै उचित निर्णय हुने विश्वास पनि लिएको छु। धन्यवाद। नारायण मुकुन्द नेपाल, महासचिव, हिन्दू जागरण नेपाल केन्द्रीय कार्यालय।